यता चाहिँ हाम्रो चुला हो। भित्र चुला किन नदेखाउनु, झन् यहाँ मासु पाकिरहेको छ यहाँ चुलामा। हाम्रो पित्र हान्ने चुला हो यो। धुवा छ त। यो चाहिँ के गरे, यो बोइलर कि गिरिराज हो? ल गिरिराज। यो के पो भन्छ यसलाई त? यो उसलाई त के पो भन्छ? सरङ भन्छ होइन? सरङ भन्छ होइन? सरङ। यो सरङ होइन पापा? सरङ त यो यसलाई यस्तो कुरा सोच्नु, बाउलाई सोच्नु। सरङ भइगयो। सरङ भन्छ हाम्रो। यहाँ हाम्रो तीन चुला। हाम्रो पापा तीन चुला पितृ। तीन चुला हाम्रो के भन्छ भन्दाखेरि अब म त जहाँ तिमीहरूको बाजे चुचु खसेपछि म हान्दै लिएको हो म आफैले। अहिले पृथ्वी बाउ चुचु मेरो फोको काका पर्ने बुढो छन्, उहाँले हान्दै हुनुहुन्छ। तर अब मैले पहिला 2 सालसम्म हाने। अब मेरो फोकोले काकाले भन्नुभयो अब हान्नु थालेको रहेछस् भतिज, तैँले हान्दा हुन्छ, अब आधी आधी हान्नुपर्छ है, अब म सक्दिनँ बुढो भएँ भन्नुभएको छ मेरो फोकोले। र यो भिडियो किनभने अब प्रचार गर्नुपर्छ हाम्रो दुर्बी किराँतहरूमा। यसमा के भन्छ भन्दाखेरि 3टा चुला भन्छ यसमा। यसको नाम छ 3टा चुलाको अलग रुरिलु, सेरलु, पाउनालु भन्छ। यो अगाडिको रुरिलु, यो सेरलु, उतापट्टिको पाउनालु भन्छ। पाउनालु भनेको के भन्छ भन्दाखेरि हाम्रो पुर्खाहरू हेदाङमाहरू पुर्खाहरूले उतापट्टिको चाहिँ छोरी चेली आश गरिरहन्छ अरे पाहुना छोरी चेली। यता भनेको हाम्रो दाजुभाइ हो। रुरिलु, सेरलु, पाहुनालु भनेर भन्छ 3टै चुलाको अर्थ यो है। सेरलु चाहिँ यतापट्टिको। सेरलु यो रुरिलु भनेको यो। रुरिलु चाहिँ के भन्छ अरे? रुरिलुको अर्थ भनेको घर रुँगेर बस्ने। घर रुँगेर बस्ने। सेरलु भनेको दाजुभाइसँग मिलेर आउने जाने हेर्छ अरे पनि त्यो भन्छ। उतापट्टिको पाहुनालु भन्छ। खासगरी पाहुनालु भनेको चाहिँ छोरी चेली। हाम्रो जति बहिनीहरू हाम्रो छोरीहरू छ ज्वाइँहरू उनीहरू अनि पाहुनाको आश गर्छ अरे पाहुना अनि लिएको यसो चढाउने। त्यो भन्छ भनेपछि छोरी चेलीले लिएको त्यहाँ पनि चढाउनु पर्यो होइन पापा? त्यहाँ चढाउनु पर्छ। छोरी चेली बहिनीहरूले लिएको, दिदीले लिएको, छोरीले लिएको हो त्यता। आज हाम्रो पापाको 60औँ बर्थडे मा चाहिँ कुखुरा पाक्दैछ, कुखुरा मासु। अब म पनि ह्याप्पी नै छु, खुसी छु। अब बच्चाहरू सबैजना आयो, म खुसी छु। आज मेरो बर्थडे। अब तिमीहरूको आमाको मनसाय रहेछ, अब गरिदिनु पर्ला त भन्ने सोचेर म पनि स्वीकार गरेँ र सपोर्ट पनि गरेँ। म ह्याप्पी पनि खुसी पनि भएको छु र त्यसमा सबैजना आएका छौँ। अब छोरा, अब यो मेरो माइला छोरा यादव हो र बुहारी नाति सानो छ, सबै आएको छ। मलाई धन्यवाद। म एकदम ह्याप्पी नै छु, म एकदम खुसी भएको छु। अब आज चाहिँ तपाईँको बर्थडेमा अब पितृ चुलामै पकाइदिएको होइन त? चुलामा यो त हाम्रो बर्थडे होस् के होस्। अब हामी डोमिराई कसरी भन्छ भन्दाखेरि हाम्रो त आफ्नो कुरा त्यसरी जान्नु, अब आफ्नो कुरा गर्नु। बाबा यो माथिको के हो भनेर सोध्नु, त्यो धन्यवाद त्यो सोध्नु हो। यो सरङ भनिन्छ। चुला माथि रहन्छ, यो अझै डाउन हुनुपर्ने हो। हाइट उठाएको मैले सरङ भयो, भिडियो लामो हुन्छ होला अझै भन्ने हो। अब हल्का दिनमा के फरक पर्छ भन्दाखेरि के हुन्छ सबैभन्दा जानिराख। अस्ति तिमीहरूको चुचु मेरो पापा चलाउने कि डढ
पाक्यो चुला छेउमै राख्नुपर्छ तब हाम्रो तल्लो घरको पाइन लिम्बुवान पाइनले उसले हौ दाजु हामी त अब तलै हो बस्ने माथि चढ्नु सकिँदैन पो भनेर भने ठिकै पनि हो चुला नजिक अनि तिमीहरूको चुचुलाई बाजेर यहाँ बसाइयो साह्रो गाह्रो भएर अनि यहाँ सारी अनि यहाँ ढुकढुकी गयो त्यहाँबाट यहीँ राखेर चुल्हाबाट उठाएर गयो त घरको मूल मान्छे यहाँ गयो अब जानुभयो भनेर बक्साएर चुल्हाबाट निकालियो अनि हाम्रो चोखो जाँड र चोखो पानी त्यसलाई भन्छ कु अब मान्छे त गइहाल्यो कु भन्छ त्यसलाई खुवाउनु पर्छ खुवाएर बक्साउनु पर्छ अब बाटो दिनुपर्छ त्यसलाई भन्छ हजुर मरेको मान्छेलाई अब म मऱ्यो भने पनि अब कोही त होला त्यसरी सुनिराख भन्दैछु बाटो दिनुपर्छ अब लानु पऱ्यो राख्नु पऱ्यो त्यहाँबाट अनि यहाँबाट फैलेन्दो भन्छ लाम्चुको फैलेन्दो भनेको यो ढोका हो हजुर यहाँ क्रस गरेर निकालेपछि बाहिर पातेलको एतलको भन्छ पातेल भनेको सिकुवा हजुर बाहिर सिकुवामा निकालियो तिमीहरूको चुचुलाई हजुर मेरो पापालाई मर्नु त मरिगयो निकालियो नियमबद्ध आफ्नो संस्कार अनुसार निकालियो बाहिर राख्यौँ अनि त्यहाँबाट बाहिर राखेर त्यहाँदेखि ठिकठाक गरेर अनि पातेल भनेको सिकुवा हजुर त्यहाँबाट चाहिँ अनि हामीले निकाल्यौँ बाहिर गल्लीमा रोडमा अब जाने कहाँ हो त्यहाँदेखि लग्यौँ उसमा माथि पानी पिया जहाँ बस्ने ठाउँ हो त्यहाँ लग्यो अनि वहाँ पनि लगेर त्यसै राख्ने होइन हाम्रो मुदुम हुन्छ हाम्रो किराँतीहरू हाम्रो धेरै छ हामी दुमिरह्यो आफ्नो मुदुमले ताकि मेरो फुपू हुनुहुन्थ्यो मेरो काका उहाँले नै गर्नुभयो मैले सुनिराखेँ अब मेरो त अब पापा मेरो बाउ मरे खसिहाल्यो मुदुमले नै संस्कार आफ्नो संस्कारले गरेर त्यहाँ पनि अनि संस्कार पुरा मुदुम भएपछि त्यहाँदेखि अनि के अरे अन्त्येष्टि गरियो पुरा त्यहाँबाट गरियो अनि पछिबाट काम भनेको हाम्रो पहिला हाम्रो 1 हप्ता थियो 7 दिन त्यहाँबाट अहिले अब 3 दिन पछिबाट 3 दिनमै चोखाउने चोखिने 3 दिनमै क्रियाकाज भयो हैन 3 दिनमा अब हाम्रो मात्रै होइन अब हामी खुम्बु हो लिम्बूहरूको पनि 3 दिनमै गर्छ अहिले लिम्बू र खुम्बु त अब दाजुभाइ हो अनि 3 दिनमै अनि चोख्यौँ हामी त्यसो गरेको हो ल अब अहिले यति नै पाबा ल धन्यवाद थ्याङ्क यू र अब के गर्ने खोइ आफ्नो संस्कार कहिले बिर्सनु हुँदैन आफ्नो परम्परा संस्कार रीतिरिवाज हामी भनेको अब किनभने आफ्नै भूमिमा उत्रिएको मान्छे अब छेत्री बाहुन भतुवा हो पश्चिमबाट आएको भन्छ हामीलाई किन भूमिपुत्र भन्छ भन्दाखेरि हामी भूमिपुत्र यहीँ उत्रिएको मान्छे यहीँ हाम्रो बाजे बोजू उत्पत्ति भएको त्यही कारणले कसै हामी मान्दैन हिन्दू होइन हामी आफ्नो संस्कार छ आफ्नो मुदुम छ हामी भूमिपुत्र हो त्यो त्यही भन्न चाहन्छु ल धन्यवाद यहाँ अब हाम्रो अर्को यहाँ ढडिया पनि छ यहाँ ढडिया होइन पापा यो ढडिया हो र यो त किनभने आफै पनि अब तिम्रो तपाईँले बनाउनु भएको यो भन्नु सक्छौ तपाईँले भन्नुभएको यो छोरा मैले बोनेको यो हाम्रो पलेरीमा के गर्थ्यौ त्यो चाहिँ बयान गर्नु त्यो गर्नु यो भनेपछि ढडिया ढडिया मेरो बाउले पापाले अब उहीँको सम्झनाले बुन्नु भएको रहेछ एउटा भनेर यो चाहिँ हाम्रो पापाले बुन्नुभएको यसमा चाहिँ माछा मार्ने हो यो माछा मार्ने हो हामी किराती सिकारी हामी यो छुची भन्छ यहाँबाट जब माछा घुस्छ पसेपछि माछा उल्टिएर निस्कनु सक्दैन यसको अर्थ त्यो पनि बुझाउनु यसको नाम हो ढडिया भन्छ हामी राखोलामा धेरै माछा मारेको खाएको मान्छे हो हामी बेसीमा त्यसो हो ढडिया शिकार खेल्ने माछा मार्ने सिकारी हो काली परम्परा हाम्रो पुर्खाहरू माछा मार्ने धनुका ढडिया हो कि जङ्गलमा बस्छन्
स्वीकार गरेर खाने हाम्रो पुर्खाहरू अब हामी मात्रै होइन बसेसरी आए पनि किराँतीमा हाम्रो लिम्बू पनि पर्छ लिम्बूलाई पनि किराँतीमा आफूले गर्दै आएको खेल्दै आएको कुराहरू संस्कार पुरा पापाले बुनेर राख्नु भएको रहेछ जुस ठिक लाग्यो ल है आजलाई यति भिडियो उफ धुवा पनि भयो